हेलो नमस्कार साथीहरू, मलाई यहाँ सन्चै छ, तपाईँहरूलाई पनि सन्चै तथा आरामै होला भन्ने आशाको साथ आजको दिन चाहिँ मेरो यसरी सुरु हुन्छ साथीहरू। आज चाहिँ हामी 10 बजेतिर घरबाट निस्क्यौँ बजारतिर अनि बुढासँग। अनि हामी चाहिँ बजार किन निस्केको भनेर सोच्नुहोला साथीहरू, हामी चाहिँ बजार निस्केको थियौँ। हामी चाहिँ सुन तथा चाँदी पसलमा निस्केको थियौँ। अनि त्यहाँ चाहिँ किन गएको भनेर सोच्नु होला, हामी चाहिँ त्यहाँ औँठी बनाउनको लागि गएको थियौँ कि साथीहरू। मेरो चाँदीको औँठी बिग्रेको थियो नि त, अनि त्यो बनाउन गएको थियौँ। अनि त्यहाँबाट गयौँ हामी यहाँ, यो चाहिँ कुन ठाउँ भन्ने सोच्नु होला, यो बुटोलमा त्यो प्रकाश भुजेल आउनुभएको छ क्या यहाँ गुरु, अनि उहाँलाई हामी भेट्न गएको थियौँ साथीहरू। अनि त्यो प्रकाश भुजेललाई भेटेर पनि अनि हामी गयौँ फेरि गोलपार्कतिर। गोलपार्क चाहिँ किन गएको भन्ने सोच्नु होला साथीहरू। अनि हामी चाहिँ गएपछि भन्छु। अनि मलाई फेरि कस्तो भिडियो बनाएर यस्तो लाज लाग्छ साथीहरू, यति अजिब लाग्छ, कस्तो लाग्छ क्या। अनि मैले मेरो भिडियो चाहिँ मेरो बुढाले बनाउन लगाएँ, अनि बुढाले चाहिँ भिडियो बनाउनु भयो। अनि हामी कुराकानी गर्दै 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 गयौँ हामी चाहिँ मोबाइल पसलमा चाहिँ हामी किन गएको भन्ने पछि गलास हाल्न गएको कि साथीहरू। गलास हाल्न गएको त गलास भइएको रहेछ। अनि फेरि मोबाइल अनि दाइ चाहिँ गलास लिन जानुभयो। अनि बुढा चाहिँ यताउता हेर्दै हुनुहुन्थ्यो। अनि म पनि यता यसो भिडियो बनाउन एउटा भिडियो पनि बनाइदिएँ साथीहरू। अनि हामी मोबाइलको गलास हालेर पनि त्यहाँबाट निस्क्यौँ साथीहरू। अनि बुढालाई चाहिँ भिडियो बनाइराख्नु भएको थियो। अनि म चाहिँ यत्तिकै गफ गर्दै हिँडिरहेको थिएँ। अनि कस्तो हिँड्दा कस्तो भोक लागेको थियो कि साथीहरू। हामी बिहान चाहिँ केही पनि नखाएर गएको थियौँ नि त, अनि कति भोक लागेको थियो। अनि गएर हामी चाहिँ लाग्यौँ सेलरोटी खानको लागि साथीहरू। अनि सेलरोटी कस्तो मिठो हुन्छ कि, गोलपार्कको सबैभन्दा मिठो सेलरोटी यहीँ पाउँछ। अनि त्यहाँ यहीँ गएको थिएँ खान। बुढाले पनि कस्तो मिठो भन्दै खाँदै गर्नु भएको थियो, मलाई पनि मिठो लाग्छ। अनि त्यसपछि हामी लाग्यौँ फेरि मोबाइलको कभर हाल्न। अनि मोबाइलको कभर हाल्न गएको त यसको कभर पनि भ्याइएको रहेछ, यो 16 को। अनि फेरि दाइलाई कभर लिन पठाएर अनि कभर पनि लिएर, अनि दाइले कभर लिएर पनि आइदिइसक्नु भयो साथीहरू। अनि मैले मोबाइलमा पनि कभर हालेँ। अनि त्यसपछि हामी लाग्यौँ फेरि कता भनेर सोच्नु होला। अनि हामी त घरतिर हामी घरतिर लाग्नु सिङ कम्प्लेक्स बुटोलको। अनि त्यसपछि मैले एउटा टिकटक पनि बनाइदिएँ साथीहरू। अनि त्यसपछि फेरि म एकछिन रेस्ट गर्नको लागि लागेँ। अनि फेरि हामी साँझतिर फेरि बजार निस्क्यौँ साथीहरू 6 बजीतिर। अनि कति बजार हिँडिराख्ने रहेछ भनेर सोच्नु होला कि, हामी बजार चाहिँ एउटा काम थियो कि साथीहरू, त्यही भएर निस्केको। अनि बहिनी आएपछि हामी निस्क्यौँ बजारतिर। बहिनी चाहिँ स्कुल गएको थियो नि त। अनि बहिनी आएपछि हामी लाग्यौँ बजारतिर। अनि बजार फेरि कुराकानी गर्दै गएको थियौँ। अनि मलाई फेरि भिडियो बनाउनु कस्तो अजिब लाग्छ कि, अनि मेरो बहिनीलाई भिडियो बना भनेर लगाइदिएको थियौँ। अनि हामी चाहिँ बजार कहाँ आएको भन्ने सोच्नुभएको होला। हामी चाहिँ बजार आएको थियौँ साइकल लिन साथीहरू। साइकल पसलमा ठ्याक्कै पुगेको थियौँ। अनि बुढाले चाहिँ उसको भाडा पनि तिर्नुभयो। अनि फेरि हामी चाहिँ लाग्यौँ साइकल पसलतिर। अनि साइकल पसलतिर लागेको हामीले साइकल पनि चुज गरेर भ्याइसक्यौँ साथीहरू। अनि बुढाले हेर्दै हुनुहुन्थ्यो यसको पाटपुर्जाहरू सबै ठिक छ कि नै भनेर। अनि सबै चेक गर्दै हुनुहुन्थ्यो साथीहरू। अनि त्यहाँ दाइले पनि सबै कुरा भनिदिइराख्नु भएको थियो, जुन पसलको दाइ हुनुहुन्थ्यो। अनि उहाँले पनि अनि त्यसपछि अनि हामी लाग्यौँ साइकल लिएर आएर पनि। अनि चाट खान साथीहरू, भोक लाग्थ्यो नि त, साँझ 8:30 भइसकेको थियो। अनि हामी चाट खायौँ। चाट खाएर पनि अनि घर आइसक्यौँ साथीहरू। साइकललाई पनि ल्यायौँ। अनि मम्मीले फेरि हाँसिराख्नु भएको थियो यता हेरेर। अनि बुढा आएर जानुभएको थियो हात खुट्टा धुनको लागि उतातिर। अनि त्यसपछि आएर अनि कपडा चेन्ज गरेर फेरि मलाई बुढाले साइकल सिकाउनु लाग्यो त चलाउनै नसकेर कि साथीहरू। फर्स्ट टाइम हो नि त, कस्तो गाह्रो हुने कि, डर भएर लोट्न खोजेको जस्तो लाग्यो। अनि त्यसपछि 10 बजिसकेको थियो, खाना खान लाग्यौँ हामी साथीहरू। अनि सबैले खाना खान बस्यौँ। अनि मम्मी पनि हाँसिराख्नु भएको थियो, यता बाबा पनि हुनुहुन्थ्यो। अनि यता बहिनी पनि खाँदै थिए। अनि मम्मीले फेरि हेर्नु भनिराख्नु भएको थियो। अनि हामी चाहिँ खाना खायौँ। अनि आजलाई यति नै साथीहरू, बाई बाई। फेरि भेट्नेछौँ हामी अर्को ब्लगमा।